चाहिँ अहिले भाउजूलाई लिएर गुन्द्रातिर जाँदैछु। उहाँले अब फर्स्ट बोर्डिङ गर्नुहुन्छ। अनि गाइस होइन अहिले चाहिँ पुरा तार कतै गुन्द्रा बजारमा आइसकेँ। यहाँ हेर्नु त यत्रो गाडी छ। अब यो गाडी पछि मेरो चाहिँ नम्बर लास्टमा हुनेछ। अब यो लास्ट नम्बर कतिखेर उठ्छ है। सो गाइस म चाहिँ अहिले एउटा दाजु इन्डिया जान लागेको छ। सो उहाँलाई लिनलाई म अहिले बङ्गालीपुर जाँदैछु। र यस्तो छ गाइस होइन के गर्ने उहाँहरू चाहिँ इन्डिया जाँदै हुन्छ। त्यसरी लागि गाडीको चाहिँ शुभ यात्रा शुभ यात्रा होस् राम्रोसँग इन्डियाको यही आश गर्दा चाहिँ म अहिले चाहिँ अब पुरा पढ्न लागिसकेँ गाइस। भइगयो दाजु हामी एउटा भाइलाई चाहिँ लिएर जाँदैछु कुल्राको तर्फ। गाडी यो बनबस्सा हो। बनबस्सातिर चाहिँ अहिले 300 रुपियाँ पाउनेको गाइस घुम्दैछौँ होइन। सो अनि मेरो भाइ चाहिँ अहिले आज चाहिँ काठमाडौँ जाने रे। अनि सो मेरो भाइको लागि शुभ ओहो कहाँ से हो यार अंकल यार आपने यार मुझे तो डरा डेली सो अनि अहिले चाहिँ म शुभ यात्रा मेरो भाइ प्यारो भाइलाई भन्दैछु। अनि यति भन्दै म चाहिँ आफ्नो कामतिर लागेँ। सो मेरो स्टेसन चाहिँ उता छ। सो बाई मेरो भाइ लभ यु। सो गाइस मैले चाहिँ बुढाघाटबाट अब यसो लङ्कीतिर आइपुगेँ। उहाँहरूलाई हजुरहरू पनि घुम्न सम्पर्क नम्बर चाहिँ मेरो भन्दा बनिएको गाइस। म चाहिँ यहाँबाट अब काठमाडौँ जाने सामान पुगाउँदैछु होइन। सो यहाँ चाहिँ एक कट्टा हो। अनि यो साग। सो गाइस मैले चाहिँ अब यहाँ खमरियाबाट 5जना मान्छे 5-7जना मान्छे लिएर जाँदैछु गुन्द्राको लागि। अनि उहाँहरू चाहिँ कहाँसम्म जाने हो दाइ? भुरी गाउँ। ए भुरी गाउँ। अनि हजुर गुन्द्रा है। ए ल यति भन्दै म इन्डियाबाट आउनु रहेछ। त्यसैले म चाहिँ उहाँलाई यहाँ खमरिया लिँदैछु। सो गाइस अहिले भर्खर म घरमा आएँ। अनि आज चाहिँ मेरो इन्कम चाहिँ आज 2500 जति भयो। 2000 रुपियाँ घरमा दिएँ अनि 500 रुपियाँ चाहिँ पेट्रोलको लागि खर्च राखेँ। सपोर्ट गर्नुभएको छ अझ सपोर्ट गरिदिनु होला। यो भाइको हौसला बढाइदिनु होला। होइन खराब भयो भने कमेन्ट गरिदिनु होला। अनि राम्रो भएपछि सेयर गरिदिनु होला। अझ राम्रो बनाउने कोसिस गर्नेछु। अझ नयाँ राम्रो अपडेट लिएर आउनेछु। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। सो गाइज अहिले बाई गुड नाइट।